हेलो एभ्रिवान। सो आज चाहिँ हामी गएको थियौँ म अन्त मेरो बुढा चाहिँ मेरो रिभ्यू चेकमा डाक्टरले बोलाउनु भएको थियो कस्तो के हुँदैछ भनेर। सो अहिले त एकदम अलिक भए पनि जाती भइरहेको छु, म ठिक हुँदैछु होइन। सो अस्तिको जति चाहिँ छैन अहिले मलाई। समय चाहिँ यहाँ बुढालाई म जिस्काउँदैछु अनि जिस्काउँदैछु म यहाँ हामी वेट पनि गरेको छौँ मेरो डाक्टरलाई। यो डाक्टर चाहिँ जहिले पनि ढिलो हुन्छ, कहाँ जान्छ कुनै। अन्त त्यतिकै मेरो हस्बेन्ड चाहिँ मलाई देखाउँदैछ आज सँगै खानुपर्छ भन्दै हो। म चाहिँ भन्दैछु नो 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 भन्दैछु। के खायो हामीले हेर्दै गर्नुहोस्। घर पनि आइसक्यो। अब चाहिँ हामी के गर्ने हो, माम बनाएर खाने। मेरो बुढाले चाहिँ के गर्ने हो पनि। मेरो बुढालाई जस्तो भोक लागेको छ कि आउनु सकेन नि, काट्नु थालिसक्यो। भोक लाग्यो ल यो सबै तपाईँ काट्नु, म चाहिँ उयो गर्छु के अरे प्याज अझै काट्नु। म चाहिँ बनाइदिन्छु। एक्चुअलमा चाहिँ मेरो बुढाले चाहिँ मलाई फकाएको हो कि यो सबै काम गरिदिएर चाहिँ मैले चाहिँ मिठो बनाउँछ भनेर बनाओस् भनेर चाहिँ हो है। मेरो बुढालाई चाहिँ अलिकति टाइम पायो भने चाहिँ मेरो बुढाले सबै हाल्छ। बुढीलाई एकदम राम्रो कुरा छ, मेरो एकदम राम्रो कुरा। अन्त अलिकति टाइम पाएँ सघाउनु थालिहालेको। कति बिजी हुन्छ नभए त आधी घन्टा चाहिँ आउँछ होला भात खानु, यस्तो बिजी हुन्छ मेरो बुढा चाहिँ आजकल। कम्ती तेल हाल्छु न, डब्बामा चाहिँ सरसोको तेलै सक्छ हाम्रो। यो रिफाइन्डमा बनाइदिएको ल हजुर ल्याउने विशेष मेरो बुढाले। कस्तो बेसी भयो अथवा तपाईँ उयो चाहिँ बेसी हाल्नु नि भयो भने टमाटर के अरे त्यो हुन्छ हामी चाहिँ मिली मिली पकाउँदैछ। यो चाहिँ मैले बनाएको छुर्पी। केमा पिस्ने मिक्सी त्यही हो खोर्सानी चाहिँ हाल्ने भन्नु न। म चाहिँ मुलाको अचार बनाउँदैछु भनेर। अब म चाहिँ मुलाको अचार बनाउँछु भनेर अलिक भन्न। रातो मुलाको अचार मिठो हुन्छ, मुलाको अचार बनाउने। के हो यति राम्रो सब्जी छ के कुरकुरे खाने डल्लेसँग यति भयो हुन्छ है। यति उयो बुढी है, एकदम राम्रो बुढी है। यही हत्तै गरेन यस्तो गरेर पनि। यस्तो बुढी कहाँ पाउँछ है। खोइ यो अदुवा लसुन हाल्छ। यो मुला मैले काटेर राख्यो। यो टमाटर अब के हाल्ने हो। यो चाहिँ मेरो बुढाको स्पेसल है, स्पेसल के अरे अचार हाल्दैछ। यहाँनिर यो टमाटर अन्त यो रातो खोर्सानी हाल्ने। यो चाहिँ हामी अलरेडी कुटेको छ, त्यो हाल्ने अरे। तिनलाई पिरो होला नि, कम्ती हाल्नु भयो है। अब तिल हाले बुढाले। अब यो हो नुन, हल्का पानी हाल्ने। अब मिक्सीमा हाउ भन्ने। फेरि यो अनलाइनको मिक्सी हो, खतरा हुन्छ। रिक्स खै आज बोल्छ कि बोल्दैन, यहाँ भित्रबाट बोल्छ।
आज बोल्छ बुझ्दैन आज खै बजे चल्दै चल्दैन अनलाइन चाहिँ यस्तो हुन्छ हेरिराख्नुहोस् भर्खर किनेको कति पनि भएको छैन 1 हप्ता पनि भएको छैन हो 2-3 खेप चलाएको यस्तो भइहाल्यो चल्नै छोड्यो गयो नकिन्नुहोस् होला तपाईँहरू पनि म चाहिँ त्यही भन्छु यो ट्रिभा भन्ने राम्रो हुँदैन रहेछ यस्तो हुन्छ नि बुढाले खसाउने भए पनि मलाई चाहिँ भयो है त्यस्तै मिक्सी भयो पनि अब यसलाई मिक्स गर्ने है भइगयो अचार पनि पाक्यो मेरो अब हामीमा पनि खाने हो हामी चाहिँ दाल चाहिँ पकाउँदैन हो यो यता चाहिँ मेरो बुढाले पापड फ्राई गर्दैछ पापड यो मिठै छैन कि यस्तो वाला पापड नखानु क्या मलाई मिठो लाग्दैन पापड फ्राई भयो हामी खाना खाएको खानामा चाहिँ छ यस्तो हाम्रो मेरो बुढाले खाँदैछ उसलाई फेरि हतार्ने मलाई खुवाउनु बिचारा मेरो बुढालाई चाहिँ कस्तो भोक चाहिँ लागेको थियो होला अब सोचिहाल्नुहोस् मिठो म त्यसै सेलेर खान्छु नि त म त्यसै सेलेर खान्छु त्यसैभरि म चाहिँ खान थालेँ पुरा भोक लाग्यो बिचारा बिहान नै खाएको अरे के खाएर बिहान पुरी सब्जी कसले दियो तर कम्पनीमा बुढीले त बनाउँदैन है बिहानै कसले खान्छ नि बिहान 6-7 बजे गएको त कस्तो राम्रो बुढा छ मेरो बुढीले बनाउँदैन भनिदिएको बिहानै को खान्छ त भन्दैछ 7 बजे गएको 6-6:30 तिर कसले खान्छ नि मेरो बुढा चाहिँ छक्का पर्दैछ है मैले भात खाँदैछु है यहाँ भन्नु न ऊ पर गएर भन्दैछ छक्कै पर्यो भनेर ऊ चाहिँ खाएर बस्छ त्यसमा सोरुम होइन ऊ पर गएर चाहिँ किन छक्कै पर्यो बोल्नु सक्दैन छक्कै पर्यो दम भयो खाना खाएपछि मेरो बुढाको कामै त हेरिदिनु न आज सनक्कै पनि गरिसकेर त म खाँदा हेर्नु न आज बुढीले कति भात खायो होला है पहिले नखाएर खायो होला